Kumar Gurung, ladies and gentlemen, a rare gem, and again from Pokhara. व्यक्तिगत उपलब्धिको गौरव र त्योभन्दा माथि उठेर आफ्नो जन्मभूमिको खेलकुदको विकासमा देखिएको गुरुङको समर्पणको उच्च कदर गर्दै नेपाल खेलकुद पत्रकार मञ्च उनलाई प्रदान गर्दछ एनएसजेएफ पल्सर स्पेशल अवार्ड 2081। मेन कुरो चाहिँ मेरो लक्ष्य अनि इच्छा चाहिँ अब दाइहरूको जस्तो हैन व्यक्तिको चाहिँ आवाज आउनु पर्यो भन्ने कुरा के यो भिडियो हो हैन अब यस क्वालिटी भन्ने आफ्नो ठाउँमा छ हैन नो 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 यो एउटा रेकर्ड हो नि हजुर हैन यो रेकर्ड हो भाइले नि जो समय निकाल्यो बेचारा आज बिहान मात्रै मैले भाइलाई भनेको है अनि भाइले फेरि सामान लिएर आउँछ कि आउँदैन है बेचारा आफ्नो हुन्छ कि जस्तो लागिरहेको थियो वेदर पनि ठिकै भयो भाइ वेदर ठिकै छ अलि अदर होस् म लाइट लाउने लाइट लाम के जस्तो लाग्यो तर ठिकै छ राम्रो देख्यो है त देखेछ सर नमस्ते छ्याजलो आज चाहिँ चिया गफ ओरेन्ज गफमा हुनुहुन्छ नेपालकै पहिलो 9th डान ताइगोन्डोमा बेल्ट पाउन सफल तुलसी कुमार गुरुङ दाई हुनुहुन्छ दाइले मैले स्वागत गरेँ धन्यवाद थ्याङ्क यू भाइ थ्याङ्क यू आज धेरै समयपछि जुड्यो चिया गफमा धेरै अगाडिदेखि हामी भेट्ने भन्दा हिँड्दै समय यस्तै छ हङकङमा सबै बिजी हजुर दाइ कहिले भाइ नभ्याउने कहिले म आफू नभ्याउने गर्दाखेरि जे होस् आज जुड्यो इट्स अ नाइस डे थ्याङ्क यू दाइ भर्खरै नेपालमा यो एनएफजेएफ पल्सर स्पोर्ट अवार्डबाट सम्मानित हुनुभयो अनि 1 लाख पनि पुरस्कृत हुनुभयो हैन त अनि बाढी पनि हाल्नु भएको छ हैन त त्यसलाई बधाई छ है धन्यवाद थ्याङ्क यू पहिलो कुरा त म नेपाल स्पोर्ट्स जर्नलिस्ट फोरम भन्छ एनएसजेएफ उहाँहरूलाई धन्यवाद दिन चाहन्छु उहाँहरूले रेकगनाइज गर्नुभयो एउटा अनर हो हैन नेसनल अवार्ड पाउनु भन्ने कुरा चाहिँ एउटा विदेशमा बसेर पनि नेपालको चाहिँ जति पनि खेलाडी साथीहरू छ जति पनि यो खेल पत्रकारमा लाग्ने साथीहरू छ उहाँहरूले चाहिँ रेकगनाइज गरेर एउटा सम्मान गर्नुभयो त्यसको लागि म हार्दिक धन्यवाद दिन चाहन्छु दाइले गर्नुभएको यो खेल सम्बन्धी कामहरू देश विदेशबाट पनि हेर्दो रहेछ नेपालबाट पनि हेर्दो रहेछ हैन दाइ एकदम ठिक भन्नुभयो किनभने मेरो अब यो खेलको यात्रा चाहिँ निकै लामै नै छ है मैले 1981 मा अङ्ग्रेजी वर्ष 1981 मा नेपालमा नेसनल गेम खेलेको थिएँ त्यो नेसनल गेममा त्यतिखेर मैले स्विमिङ खेलेको थियो स्विमिङमा मैले गोल्ड मेडलिस्ट हो ए हजुर अनि 1984 मा पनि मैले मार्सल आर्ट खेलेको थियो त्यतिखेर ताइक्वान्डो भन्ने थियो हैन ताइक्वान्डो कराते सबै मिक्स गरेर खेलाएको थियो मार्सल आर्टमा पनि मैले गोल्ड मेडल पाएको थियो सो सिन्स 1981 देखि अहिले 2025 भनेको 6 नै पुग्ने हैन गर्दाखेरि निकै लामो समय चाहिँ यो खेलकुद यात्रा जारी नै छ भनौँ न जस पहिले यो सामाजिक सञ्जाल नभएको भए देख्नु अलिक गाह्रो हुन्थ्यो अहिले सामाजिक सञ्जालले गर्दा पनि हेर्दै एकदम एउटा संसारै एउटा गाउँ जस्तो भएको छ हैन जहाँ बसेर आफ्नो काम गर्यो कर्म गर्यो त्यो चाहिँ संसारबाट देखिन रहेछ हो एकदम ठिक भन्नुभयो किनभने यो सामाजिक सञ्जाल राम्रो एउटै गाउँ भएको छ एउटै गाउँ भएको छ तर यसलाई राम्रोसँग के अरे युटिलाइज गर्यो भने राम्रो छ र अब यसको विकृति पनि छ किनभने अहिले म प्राय जस्तो चाहिँ विशेष गरी खेलाडी साथीहरूलाई के भन्छु भने चाहिँ धेरै प्रकारको फेक इन्फर्मेसनहरू पाउँछ गर्दै त्यही भएर चाहिँ अलिकति सतर्क हुनु चाहिँ पर्छ अवेरनेस हुनु पर्यो हैन दाइ मेरो उद्देश्य चाहिँ कस्तो भने हङकङमा विभिन्न ठाउँमा हैन पदमा रहेर काम गर्नु
भएकाहरू व्यक्तिहरूको चाहिँ म यसो प्रोफाइल जस्तो गरेर बनाउँछु मेरो युट्युब च्यानलमा होइन त्यो भएर दाइलाई पनि समेटेको अनि दाइलाई अलिक नजिकबाट चिनोस् भनेर नि दाइ कता जन्मिनु भयो होइन कता हुर्किनु भयो मलाई त थाहा छ पोखरा होइन दाइ थोरै भनिदिनुहोस् न धन्यवाद खासमा म गाउँमा जन्मेको हो पोखरादेखि झन्डै 40 किलोमिटर गाउँ पर्छ एउटा गुरुङ गाउँ सानो गुरुङ गाउँ छ वार्चोक त्यसमा जन्मेको हो झन्डै मेरो चाहिँ बाल्यकाल चाहिँ गाउँमै बित्यो अनि स्कुलिङ पनि प्राइमरी स्कुलदेखि सेकेन्डरी स्कुलको चाहिँ 8 सम्म चाहिँ म गाउँकै स्कुलमा पढेँ 9 र 10 चाहिँ म पोखरामा पढ्न आएँ गर्दाखेरि चाहिँ मेरो गाउँले जीवन नै हो अनि 10 पढ्दा पढ्दा चाहिँ ब्रिटिस आर्मीमा भर्ती भएर म हङकङमा आएँ दाइ भूतपूर्व ब्रिटिस गोर्खा सैनिक हजुर दाइ यो 9th 9th डन पाउन सफल हुनुभयो है नेपालीहरूमै पहिलो हुनुभयो है सम्भवत यो साउथ एसियाकै पहिलो हुनुहुन्छ कि कस्तो छ दाइ मलाई त्यस्तै लाग्छ किनभने अहिले विशेष गरी यो 9 डान पाउने चाहिँ धेरै छैन साउथ एसियन कन्ट्रीमा अहिले नेपाल चाहिँ भनौँ न अरू साउथ एसिया कन्ट्रीमा चाहिँ नेपालले चाहिँ मार्सल आर्टमा धेरै अगाडि नै स्टार्ट गरेको हो गर्दाखेरि नेपालीहरू चाहिँ अरू छिमेकी देशभन्दा हामी चाहिँ अहिले अगाडि छौँ भन्नुपर्ला मार्सल आर्टमा त्यस कारणले गर्दाखेरि यो 9 डान पाउने पनि सायद सम्भवतः म एक्लै होला जस्तो लाग्छ किन भन्दा अरूले दाबी गरेको पनि छैन होइन यो ताइक्वान्डोको जोर्नी कसरी कहाँबाट सुरु गर्नुभयो दाइ यो म सानैदेखि अलिकति सायद खेलप्रति विशेष गरी यो मार्सल आर्टप्रति अलिकति एट्र्याक्सन भएको रहेछ जस्तो मलाई लाग्छ सानैदेखि अब हाम्रो गाउँघरमा चाहिँ हुन्छ नि के अरे कुस्ती लड्ने यसो लड्ने होइन हो हजुर त्यो हुँदा हुँदा पोखरामा आउँदाखेरि एनसिसी भन्ने एउटा आर्मीले चाहिँ सानो के अरे यो भनौँ न विशेष गरी बक्सिङहरू स्पोर्ट्सहरू सिकाउँथ्यो त्यसमा मैले पार्टिसिपेट गर्थेँ कि त्यो पार्टिसिपेट गर्ने क्रममा के भइदियो भने चाहिँ हामी ठ्याक्कै भर्ती 1978-78मा भर्ती भयो 78मा भर्ती भयो भर्ती हुँदाखेरि चाहिँ ब्रुसलीको चाहिँ अलिकति निकै नै प्रभाव परेको थियो त्यो बेलादेखि चाहिँ मैले चाहिँ मार्सल आर्टमा अलिकति स्टार्ट गरेँ भनौँ न त्यही भएर चाहिँ अनि त यो 1981मा दाइले गोल्ड मेडल स्विमिङमा कसरी त्यहाँ चाहिँ कसरी जुरो दाइ म छुट्टीमा थिएँ फर्स्ट लिभमा गएको थियो नेपालमा त्यो बेला चाहिँ पहिलो राष्ट्रिय खेलकुद चाहिँ हुँदै थियो त्यो बेलामा चाहिँ गण्डकी प्रदेशबाट चाहिँ भनौँ गण्डकी अञ्चल भन्थ्यो गण्डकी अञ्चलबाट चाहिँ मलाई चाहिँ पार्टिसिपेट गराउनको लागि चाहिँ अनुरोध गर्यो त्यही भएर चाहिँ म चाहिँ गण्डकीकै नै टिम क्याप्टेन भएर म चाहिँ बागमती त्यतिखेर चाहिँ काठमाडौँमा भएको थियो पहिलो राष्ट्रिय खेलकुद त्यहाँ चाहिँ पार्टिसिपेट गरेको हजुर र यो ताइक्वान्डोमा 9 डन गर्नु त एकदमै गाह्रो छ नि है लामो लगनशीलता गाह्रो भन्नाले चाहिँ यो अलिकति लामो प्रोसेस छ तर यसलाई चाहिँ तपाईँ निरन्तर चाहिँ दिइराख्नु हुनुपर्छ किनभने जस्तै मैले भने 45 इयर्स अलमोस्ट मैले चाहिँ ताइक्वान्डोमा चाहिँ आफ्नो समय बिताएको छ त्यही कारणले गर्दाखेरि पनि हो यो लङ प्रोसेस छ तर अब गाह्रो त अब गाह्रै छ किनभने तपाईँ चाहिँ फिजिकल्ली मेन्टल्ली एक्टिभ चाहिँ हुनुपर्छ किनभने यसमा चाहिँ थेसिसहरू पनि बुझाउनुपर्छ त्यस्तो पनि बुझाउनुपर्छ गर्दाखेरि तपाईँको चाहिँ होल जर्नीको गर्दाखेरि यो इट्स क्वाइट डिफिकल्ट त्यस कारणले गर्दाखेरि त्यहाँ पुग्नेहरू चाहिँ कमै नै हुन्छ पहिलो कुरा त उनीहरूले निरन्तर दिँदैन दोस्रो कुरा निरन्तर दिए पनि उनीहरूले चाहिँ कसैको फिजिकल विक हुन्छ भने कसैको चाहिँ अब सडन कुरा चाहिँ अभाव चाहिँ भइराखेकै हुन्छ यो दुइटै हुनु पर्यो तपाईँले चाहिँ थ्योरिटिकल्ली फिजिकल्ली नै तपाईँ चाहिँ के अरे रेडी हुनु त्यही अब यहाँसम्मको यात्रा भयो होइन दाइ के छ दाइ खेलकुदमा लागेर सम्भावना होइन हङकङमा अनि नेपालमा के छ दाइ ताइक्वान्डोको र अन्य तपाईँले देख्नु भएको छ हुन त मान्छेको सबै कुरा गर्नको लागि एउटा प्यासन हुनुपर्छ चाहिँ होइन गर्दाखेरि अब खेलकुदमा लागेर म राम्रो हुन्छु भनेर लाग्यो भने राम्रै नै हुन्छ किनभने अहिले जुन चाहिँ खेलकुद मैले खेलिराखेको छ त्यसले गर्दाखेरि नै म यो जग्गामा छु अहिले चाहिँ किनभने तपाईँले चाहिँ एउटा सेल्फ कन्फिडेन्ट डेभलप गराउँछ स्पोर्ट्सले अनि इट इज एक्चुली
तपाईँ सबभन्दा चाहिने कुरा नै त्यही रहेछ तपाईँको चाहिँ जीवन यात्रामा चाहिने कुरा चाहिँ तपाईँको पोजिटिभ माइन्डसेट तपाईँको सेल्फ कन्फिडेन्स छ भने तपाईँलाई चाहिँ जुनै काम गर्दाखेरि तपाईँलाई चाहिँ अरूको अगाडि तपाईँ क्यापेबल देखिन्छ गर्दाखेरि तपाईँको आफ्नो काममा पनि त्यसले चाहिँ धेरै मद्दत गरेको हुन्छ गर्दाखेरि हामीले स्पोर्ट्स खेलेर म यही हुन्छु भन्ने होइन कि मैले चाहिँ निरन्तर दिइराख्ने हो त्यसबाट चाहिँ लेभल बढ्दै गएको हुन्छ तपाईँको चाहिँ आफ्नो एक्सपिरियन्स तपाईँले लिइराखेको हुन्छ त्यसले गर्दाखेरि तपाईँको चाहिँ क्यापेबिलिटी चाहिँ बढाएको हुन्छ त्यसले चाहिँ त्यही नेपालमै ताइक्वान्डो मात्रै गर्छु अगाडि बढ्छु ताइक्वान्डोमै भनेर चाहिँ जीविकोपार्जन गर्नु होइन कतिको गाह्रो छ कस्तो छ दाइ कस्तो देख्नु भएको छ तपाईँले अब नेपालमा चाहिँ विशेष गरी अब नेपालको चाहिँ अहिलेको मैले के भन्छु नेपाल चाहिँ डेभलपिङ कन्ट्री हो होइन गर्दाखेरि तपाईँले चाहिँ स्पोर्ट्समा पनि निरन्तर दिएर विशेष गरी ताइक्वान्डो गऱ्यो भने तपाईँले चाहिँ अब मास्टर इन्स्ट्रक्टर गरेपछि चाहिँ तपाईँले आफ्नो क्लब खोलेर त्यो क्लबबाट पनि केही आय आर्जन गर्न सकिन्छ होइन त्यो चाहिँ राम्रो पक्ष हो तर तपाईँले चाहिँ आफ्नो एबिलिटी चाहिँ बढाउनु पर्यो क्यापेबिलिटी चाहिँ बढाउनु पर्यो नट ओन्ली ताइक्वान्डो तपाईँले चाहिँ अरू एरियामा पनि तपाईँले गर्नु पर्यो नि नट ओन्ली स्पोर्ट्स तपाईँले एउटै कुरामा मात्रै छ भने चाहिँ भन्छ नि तपाईँले चाहिँ एउटा भाँडामा मात्रै होइन दुईवटा भाँडामा राख्न सक्नुपर्छ कि गर्दाखेरि अलिकति रिस्क पनि दिनु पर्यो तर ताइक्वान्डो गरेर पनि धेरै राम्रो गरिरहेको छ अब जस्तै विदेशमा गएर जति पनि नेपाली हाम्रो ताइक्वान्डो गुरुहरू छ उहाँहरूले चाहिँ अमेरिका बेलायत हङकङमा होइन धेरैले इन्स्ट्रक्टर गरेरै मात्रै पनि प्रोफेसनल्ली इन्स्ट्रक्टर गरेर आफ्नो जीविका चलाइरहेको छ गर्दाखेरि जेमा पनि तपाईँले चाहिँ आफू निपुण हुन सक्नु पर्यो कि राम्रो हुनु पर्यो लगनशील हुनु पर्यो कन्टिन्यू गर्नु पर्यो दाइले यहाँ पनि ताइक्वान्डो होइन क्लब जस्तो खोलेर तपाईँले प्रशिक्षण गरिराख्नु भएको छ कि अहिले कस्तो छ दाइ निकै लामो गर्नुभएको थियो जस्तो लाग्थ्यो हो मैले चाहिँ हङकङमा चाहिँ हामीले हङकङ नेप्लिज ताइक्वान्डो एसोसिएसन भनेर इस्टाब्लिस गर्यो 2001मा त्यो इस्टाब्लिस गरेपछि हामीले धेरै हाम्रो गुरुहरू हामीले चाहिँ भनौँ न अपग्रेड गरेर इन्स्ट्रक्टर लेभलमा चाहिँ हामीले धेरैलाई चाहिँ अगाडि बढाउन सक्यो त्यसको साथसाथमा मैले चाहिँ फेरि हङकङ टिमलाई पनि हेर्ने गर्थ्यो गर्दाखेरि मैले 2013देखि 18सम्म मैले हङकङको हेड कोच गर्ने मौका पनि पाएँ स्टिल म अहिले के अरे यो विशेष गरी एक्जिक्युटिभ हङकङको एक्जिक्युटिभ कमिटीको चाहिँ एडभाइजरमा छु त्यही सिलसिलामा चाहिँ मैले बेला बेलामा के अरे हाम्रो हङकङको नेसनल टिमलाई चाहिँ बेला बेलामा अहिले चाहिँ लेक्चरहरू दिने कहिले फिजिकल ट्रेनिङहरू गराउने त्योहरू गराउँछु त्यो गराउने सन्दर्भमा बेला बेलामा म टिमलाई लिएर बाहिर पनि गइरहेको हुन्छु त के छ यहाँ अहिले नेपाली न्यू जेनेरेसनहरूको खेलकुदप्रति इच्छाहरू कतिको बढेको छ कस्तो पाउनु भएको छ त हङकङ चाहिँ कस्तो हो भने यो चाहिँ मेट्रोपोलिटन सिटी भएको कारणले गर्दाखेरि हङकङमा जति पनि हामी नेपालीहरू बसोबास गर्छ यहाँको चाहिँ सब कुरा एकदमै एक्सपेन्सिभ छ होइन धेरै एक्सपेन्सिभ भएको कारणले गर्दाखेरि तपाईँले स्पोर्ट्समा मात्रै लागिराख्न चाहिँ नानीहरूलाई पनि अलिकति गाह्रो छ अनि अभिभावकलाई पनि त्यो गाह्रो नै छ भनौँ न किनभने तपाईँले लानु पर्यो ल्याउनु पर्यो गर्दाखेरि एकदमै फुल टाइम दिन साह्रो पर्छ गर्दाखेरि चाहिँ पार्ट टाइममा गर्दाखेरि चाहिँ त्यसले चाहिँ त्यति प्रगति गर्दैन किनभने जे कुरामा पनि तपाईँले चाहिँ मैले भने नि कमिटमेन्ट चाहिँ हुनु पर्यो लगनशील हुनु पर्यो या कन्टिन्युएसन हुनु पर्यो क्या त्यो कन्टिन्युएसन गर्ने चाहिँ नेपालीहरू कम छ होइन त्यो कन्टिन्युएसन कम भएको कारणले गर्दाखेरि हाम्रो चाहिँ नेसनल लेभलमा जानको लागि अलिकति गाह्रो भइरहेको छ अब त्यस्तै एकदमै ट्यालेन्टेड छ भने मात्रै सायद होला नत्र मैले हङकङ अलिकति गाह्रो छ गाह्रो मिलाउनु बरु नेपालमा बरु मर्निङ टाइममा उनीहरू डेली खेल्नु सक्छ होइन आई थिङ्क नेपालमा के छ भने प्रायः जसो हाम्रोमा चाहिँ नेपालमा त इम्प्लोइमेन्ट एकदमै कम छ होइन तपाईँले स्पोर्ट्सलाई पक्का टार्गेट स्पोर्ट्सलाई मात्रै लिएर हिँड्ने पनि सक्छ क्या नेपालको मान्छेहरू अनि हङकङ जस्तो काम कुरो धेरै छैन नेपालमा चाहिँ गर्दाखेरि यदि तपाईँले स्पोर्ट्समा लाग्नुभयो भने आई थिङ्क त्यही पर्टिकुलर स्पोर्टमा लाग्यो भने तपाईँको एकदमै राम्रो फ्युचर छ प्रायः जस्तो डेभलपिङ कन्ट्रीमा चाहिँ अहिले स्पोर्ट्सभन्दा दे आर मोर फोकस अन द एजुकेसन अनि अरू आइटीतिर होइन त्यतातिर धेरै फोकस छ भने स्पोर्ट्समा अलिक कम छ गर्दाखेरि नेपालको लागि स्पोर्ट्स चाहिँ एउटा एकदमै भन्ने हो भने चाहिँ अहिले राम्रो गर्न सक्ने एउटा चाहिँ सब्जेक्ट हो जस्तो लाग्छ मलाई दाइ ब्रिटिस भूतपूर्व गोर्खा
सैनिकमा नै कार्यरत हुनु कति वर्ष गर्नु हुँदै 18 वर्ष गरेँ 18 वर्ष अँ। 18 वर्ष गरेपछि रिटायर भएपछि नि अब धेरै जसो होइन लाहुरे नै भनौँ न उहाँहरू चाहिँ होइन रिटायर जीवन चाहिँ फ्यामिलीहरूसँग बिताउने होइन आनन्दमय जीवन बिताउनेतिर लाग्नुहुन्छ तपाईँ चाहिँ एकदम रेगुलर समाजसेवामा होइन यता खेलकुदप्रति पनि लाग्नुभयो केले चाहिँ दाइले यसरी गराइरहेछ कस्तो तत्त्वले चाहिँ गराइरहेछ यो एउटा हामी जन्मिएपछि एउटा क्यारेक्टर हुँदो रहेछ अनि त्यो इन्भाइरोमेन्टले पनि त्यस्तो बनाइदिँदो रहेछ मेरो फ्यामिलीमा चाहिँ मेरो बुवा चाहिँ पहिल्यैदेखि अलि समाजमा अलिकति केही पर्यो भने सामाजिक काममा चाहिँ अगाडि बढ्नुहुन्थ्यो त्यो पनि सायद मलाई प्रभाव परेको होला र हङकङमा जब के अरे ब्रिटिस आर्मीबाट रिटायर भएर सेकेन्ड करियरको लागि मैले जुन चाहिँ काम गरिरहेको छ त्यो काम गर्दाखेरि त्यो बेलामा सबै नेपालीहरू एउटा नौलो भनौँ न नौलो एउटा संसारमा प्रवेश गरिरहेको जस्तो लाग्छ क्या हामीले देखेर चाहिँ त्यो बेलामा चाहिँ नेपालीहरू नि कम थियो कम भएको कारणले गर्दाखेरि सानो आफ्नो समाज कसरी अगाडि बढ्ने आफ्नो कल्चरलाई कसरी प्रिजर्भ गर्ने भन्नेतिर चाहिँ अलिकति ध्यान गयो भनौँ न त्यही कारणले गर्दाखेरि मलाई सोसियल काम गर्नलाई चाहिँ धेरै भनौँ न प्रेरणा मिल्यो भनौँ न त्यो भयो खासमा हङकङकै एउटा इन्भाइरोमेन्टले हो जस्तो मलाई लाग्छ त्यो परिस्थितिले मान्छेको जीवनमा खेलकुद कतिको महत्त्व छ दाइ एकदमै महत्त्व छ खेलकुद मैले अस्ति एउटा हाम्रो पल्सर अवार्ड सेरोमनीमा पनि मैले भने खेलकुद र एजुकेसन चाहिँ पिलर हो क्या खम्बा हो क्या होइन गर्दाखेरि हाम्रो देशको लागि पनि जसको लागि पनि किनभने तपाईँ त्यो खम्बा बलियो भयो भने तपाईँको फाउन्डेसन राम्रो छ भने तपाईँले जे गर्दा पनि तपाईँले चाहिँ सक्सेस हुन्छ जस्तो मलाई लाग्छ गर्दाखेरि खेलकुद एउटा फिजिकल्ली मेन्टल्ली तपाईँलाई रेडी गर्ने एउटा चाहिँ माध्यम हो भने एजुकेसन यु ब्रिङ लट अफ नलेज दाइ अब यतातिर अब समाजसेवा पट्टि आउँ होइन दाइ हुनु त दाइ हङकङमा तुलसी कुमार गुरुङ भन्ने पछि चिरपरिचित नाम नै हो हङकङमा होइन दाइ धन्यवाद थ्याङ्क यू हामीले सुनिरहेको नाम हो दाइ यो तपाईँहरूले निकै अगाडि यो भूकम्पको बेलामा विल राइज फाउन्डेसन दाइले नै संस्थापक अध्यक्ष हुनुहुन्छ होला हजुर हजुर त्यो बेला कसरी चाहिँ तपाईँले यो कुरा चाहिँ होइन ठ्याक्कै चाहिँ म यो गर्छु अब यहाँबाट सञ्चालन गर्छु भने कसरी चाहिँ दाइको दिमागमा आयो म आर्मीमा हुँदाखेरि मैले यो सोसियल वर्कहरू गरिरहेको थियो मैले 1991मा एउटा चाहिँ हाम्रो के अरे पल्टन घरमा चाहिँ ह्यान्डिक्याप नानीहरू थियो क्या त्यो ह्यान्डिक्याप नानीहरूलाई प्रायः चाहिँ भनौँ न घरमै राख्ने चलन थियो नि त उनीहरूलाई चाहिँ एजुकेसन दिने उनीहरूलाई चाहिँ बाहिर खेलाउने वातावरण थिएन त्यो नहुँदाखेरि मेरो मिसेस विशेष गरी ऊ पनि एकदमै यस्तो सामाजिक काममा चाहिँ एकदमै अगाडि थियो उहाँले चाहिँ त्यो देखेपछि होइन हामीले यो ह्यान्डिक्याप नानीहरूलाई केही गर्नुपर्छ भन्ने उहाँको चाहिँ एउटा के अरे वाइफको पनि त्यो एउटा विचार आयो त्यो आएपछि हामीले त्यसलाई सञ्चालन गर्नको लागि त आर्थिक चाहियो होइन आर्थिक सहयोगको लागि चाहिँ मैले के अरे 12 आवर म्याराथन 12 घन्टा म्याराथन स्विमिङ गर्ने अनि त्यो म्याराथन स्विमिङ गर्दाखेरि चाहिँ तपाईँले चाहिँ पैसा उठाउने क्या तपाईँले गर्दाखेरि त्यो बेलामा 1991मा त्यो गरेर मैले झन्डै 45,000 हङकङ डलर उठाएको थिएँ त्यो बेलामा अनि त्यो उठाएर त्यो जुन चाहिँ ह्यान्डिक्याप नानीहरूलाई हामीले चाहिँ त्यो रकम चाहिँ सहयोग रकम चाहिँ बुझायो त्यहीँबाट मलाई चाहिँ अलिकति भनौँ न सामाजिक केही गर्ने हुटुटी थियो त्यो हुँदा हुँदै के भने सानोतिनो त गरिरहेको थियो ताइक्वान्डोको मार्फत अनि अरू मार्फत गर्दै थियो ठ्याक्कै भूकम्प आयो भूकम्प 2015मा आउँदाखेरि के भयो भने म त्यतिखेर इन्डियामा थियो दिल्लीमा थियो पारिवारिक चाहिँ छुट्टीमा चाहिँ दिल्लीमा थियो होइन अनि दिल्लीमा हुँदाखेरि चाहिँ भूकम्प आउँदाखेरि नेपालमा एकदमै ठुलो भूकम्प आयो भन्दाखेरि हामी सबै सक भयो नि त अनि नेपालबाट परिवारले ल घर नआउनु सिधै हङकङ जानु भन्ने प्रकारको सुझाव दियो किनभने घरिघरि त्यो अब आइरहेको थियो त्यो भइरहेको थियो अनि मैले भने होइन म त एकपल्ट हेर्न जान्छु काठमाडौँ हेरेर बरु म चाहिँ हङकङ फर्किन्छु भन्ने प्लान थियो त्यहाँदेखि वाइफ र म काठमाडौँ गएँ काठमाडौँ गएपछि चाहिँ एक चक्कर चाहिँ ट्याक्सी ल्याएर घुमेँ क्या ट्याक्सी ल्याएर घुम्दाखेरि अब सुन्धारादेखि सबै हेर्दाखेरि एकदमै विचित्रै थियो बिहालै थियो अब काठमाडौँ झन् अब एयरपोर्टमा बिहालै थियो मान्छे थिएन त्यो भएपछि हङकङ फर्किएपछि मनमा केही गर्ने इच्छा भइरहेको थियो त्यो है दर्दनाक स्थिति देख्यो एकदम होइन एकदमै
त्यो भएपछि हङकङमा हाम्रो निर्मल श्रेष्ठ भाइ र सुरज ग्रुङ दुईजना भाइ चाहिँ मसँग पहिल्यैदेखि परिचित थियो। निर्मल त कान्तिपुरको चाहिँ के अरे न्युजहरू हङकङबाट लेख्थ्यो अझै पत्रकार हुनुहुन्थ्यो। अनि निर्मल र सुरजले चाहिँ मलाई अप्रोच गर्यो भनौँ न, दाइ अब उहाँले अब मैले एउटा सिनियरको नाताले ल दाइ यस्तो भयो हामीले केही गरौँ भन्ने कुरा भयो। त्यो हुँदाखेरि मैले चाहिँ उहाँहरूलाई चाहिँ बोलाएर यसै चिया गफमा कुरा गर्दाखेरि चाहिँ हामीले लोन त हामी केही गरौँ भने त्यहाँबाट स्टार्ट भएको हो। अनि त्योबाट स्टार्ट भएपछि हामीले नेपालमा इमिडिएटली गएर 45वटा हट चाहिँ माथि सिन्धुपाल्चोकको माथि बनाइदियो हामीले चाहिँ। बनाउँदाखेरि चाहिँ त्यसले चाहिँ निकै राम्रो चाहिँ मेसेज दियो क्या समाजलाई पनि, हङकङलाई पनि, नेपाललाई पनि। त्यो भएपछि पछि चाहिँ अब नेपाल जान त्यतिखेर एकदमै डर हुने भयो नि त। एकदमै झन्डै 5-6 महिना त नेपाल कोही गएन नि त नेपालतिर। उद्धार गर्नु जानेहरूलाई पनि फेरि उहाँहरू ट्र्यापमा पर्नु भएको थियो। एक्ज्याक्टली। अनि त्यो भएपछि चाहिँ हामीले चाहिँ होइन अब यसरी हुँदैन, हामीले कसरी अब हाम्रो के अरे नेपाललाई चाहिँ के अरे टुरिज्मलाई कसरी प्रमोट गर्ने भन्नेतिर लाग्यो क्या हामी चाहिँ। हामी फेरि उठ्नुपर्छ भन्ने प्रकारको एउटा कन्सेप्ट आयो। त्यही भएर वी विल राइज फाउन्डेसन भनेर हामीले राख्यौँ। अब हामी हरेक फिल्डमा होइन त्यसरी ढलेको कुरा फेरि उठ्नुपर्छ भन्ने एउटा चाहिँ सन्देश दिनुपर्छ होइन। यो नाम पनि त्यसरी जुड्यो कि हामी उठ्नेछौँ भन्ने नाम पनि त्यसरी नै जुडेको। अनि त्यही विषयमा हामीले एउटा नाटक बनाएर झन्डै कलाकारहरू 20-22 जना कलाकार नेपालबाट ल्याएर हङकङमा चाहिँ एउटा प्रदर्शन पनि गर्यो, एउटा सो पनि गर्यो भनौँ न। त्यसले झन् एकदमै राम्रो प्रभाव पार्यो। त्यहाँबाट अहिलेसम्म हामी केही न केही नेपालमा केही हुन्छ भने वी विल राइज फाउन्डेसनले चाहिँ सानो मलम लाउने चाहिँ काम चाहिँ हुँदैछ, निरन्तन गरिरहेछ। हजुर दाइ अहिले भर्खरै होइन नेपालबाट आउनुभयो। हजुर दाइको यसो भिडियो हेर्दाखेरि त्यहाँ एउटा फिटनेस सम्बन्धित दाइले एउटा होइन एउटा कन्सेप्टमा खोल्नु भएको रहेछ। अब नेपालीहरू ओलम्पिकमा भाग लिने होइन भाग लिन्छ त्यो एउटा सन्देश तरिकाले चाहिँ होइन एउटा भिडियो पनि बनाउनु भएको थियो। खास के हो दाइ, के तपाईँको परियोजना के छ? थ्याङ्क यू सो मच, एकदमै राम्रो क्वेसन तपाईँले उठाइदिनु भयो। खास अब मेरो एजले गर्दाखेरि म अब रिटायरिङ एजमा छु। विशेष गरी मेरो स्पोर्ट्स जुन चाहिँ मेरो प्यासन थियो नि स्पोर्ट्समा, त्यसलाई चाहिँ अलिकति आफूलाई अलिकति भनौँ न के अरे एनर्जेटिक राख्नको लागि मैले नेपालमा फिट नेपाल स्पोर्ट्स फ्लेक्स भनेर चाहिँ एउटा पोखरामा चाहिँ एउटा चाहिँ मल्टी पर्पोजको लागि एउटा ठुलो जिम खोलेको छ। त्यो चाहिँ विशेष गरी चाहिँ नेपालको सम्भावना बोकेको इलिट स्पोर्ट्स भन्छ नि, जुन चाहिँ ओलम्पिकमा जाने खालको स्पोर्ट्सलाई चाहिँ दाइले देख्नु भएको मैले नेपालीले चाहिँ यसमा चाहिँ जित्न सक्छ, यसमा चाहिँ ओलम्पिकमा जान सक्छ भन्ने खेलहरूलाई अलिकति के अरे नजर राखेर त्यो स्पोर्ट्स जुन चाहिँ प्लेक्स छ मैले अहिले चाहिँ खोलेको छु। त्यसको फाउन्डेसन चाहिँ अहिले ब्याडमिन्टनबाट हुँदैछ नेपालमा चाहिँ। अहिले चाहिँ ब्याडमिन्टन एकाडेमी चाहिँ भनेर हामीले चाहिँ स्टार्ट गर्दैछ, खोलिसकेको छ, चल्दैछ। नानीहरू चाहिँ ट्रेनिङमा चाहिँ अहिले चाहिँ अगाडि बढ्दैछ। हामीले 2-3वटा चाहिँ भनौँ न के अरे च्याम्पियनसिप पनि गरिसक्यो, कम्पिटिसन पनि ब्याडमिन्टनको गरिसक्यो। तर अहिले चाहिँ हामीले फिट नेपाल भनेर चाहिँ किन भनेको भने चाहिँ हरेक एरियामा नेपाल चाहिँ फिट हुनु पर्यो। स्पोर्ट्समा भनौँ न स्पोर्ट्स खेल्ने व्यक्ति मात्रै होइन कि हरेक नागरिक होइन, खास इरादा त्यही हो हाम्रो चाहिँ। हामीले चाहिँ कसरी हुन्छ एउटा चाहिँ नागरिकलाई चाहिँ फिटनेस फिजिकल फिटनेसको विषयमा चाहिँ अवेरनेस ल्याउने, एट द सेम टाइम हामी जति पनि खेलाडी छ उनीहरूलाई चाहिँ एउटा उनीहरूको एउटा ड्रिम हुन्छ नि त्यसलाई इम्पावरिङ गर्ने। अनि त्यही इम्पावरिङ गरेर च्याम्पियन चाहिँ हामीले के अरे ल्याउने प्रडक्सन ल्याउने भन्ने खास इरादा त्यो हो। अनि त्यसको स्लोगन पनि हामीले के राखेको छ भने पाथ टु ओलम्पिक। तर यो चाहिँ अब 1-2 वर्षको काम होइन, 10 to 15 वर्षमा चाहिँ हामीले हाम्रो लक्ष्य राख्नु भएको छ होइन। होपफुली त्यो लक्ष्य चाहिँ अहिलेको चाहिँ हाम्रो जुन चाहिँ स्टार्टिङ हाम्रो फाउन्डेसन छ नि त्यसले चाहिँ त्यो लक्ष्यतिर गोरेटोतिर लाग्दैछ। तैँले देख्नु ब्याडमिन्टन देख्नुभयो होइन, नेपालले त्यहाँ चाहिँ होइन ओलम्पिकमा भाग लिन सक्छ र जित्नु पनि सक्छ भनेर ब्याडमिन्टन देख्नु, अरू के देख्नु भएको छ तैँले?
ब्याडमिन्टन, मार्सल आर्ट, विशेष गरी ताइक्वान्डो, कराते होइन, बक्सिङ होइन, यिनीहरूमा चाहिँ इन्डिभिजुअल स्पोर्ट्समा क्या यिनीहरूमा मैले चाहिँ धेरै फोकस गर्दैछु। किनभने यसलाई चाहिँ अलिकति तपाईँले चाहिँ टिममा चाहिँ हामीले चाहिँ फोकस गर्न अलिकति साह्रो पर्छ, ठुलो बजेट चाहिन्छ। तर इन्डिभिजुअल्ली खेल्ने गेमहरूमा चाहिँ अहिले फोकस गर्दैछ। तर मलाई के लाग्छ भने इन फ्युचरमा हामीले चाहिँ त्यो स्पिड क्लाइम्बिङहरू क्या, किनभने त्यो त अहिले नयाँ स्पोर्ट्स हो, के अरे ओलम्पिकको पनि नयाँ स्पोर्ट्स भएको कारणले गर्दाखेरि स्पिड क्लाइम्बिङमा चाहिँ हामीले चाहिँ त्यसलाई इन्ट्रोड्युस गर्न सक्यो भने त्यसको चाहिँ सम्भावना मैले धेरै देख्छु नेपालमा चाहिँ। हजुर ठिकै छ। अब हाम्रो अब 10-15 वर्षमा चाहिँ हाम्रो नेपालीहरूले ओलम्पिकमा भाग लिन सकेर जित्न सकेको होस् होइन, त्यो शुभकामना छ। अनि दाइ तपाईँको अब होइन, अब ब्रिटिसको राजनीतिबाट पनि अब रिटायर हुनु भइसकेको छ होइन, अब यो खेलकुदबाट पनि अब रिटायर हुँदैछु भन्दै हुनुहुन्छ होइन। के छ अबको लक्ष्य दाइको के छ? एउटा त अब होइन नेपालीहरूलाई ओलम्पिकमा भाग होइन लिन तपाईँले अब जोड गर्नुहुन्छ होइन, अरू के छ दाइ? कस्तो के सोच्नु भएको छ? अब अबको समय मेरो अहिले जुन चाहिँ समय छ आफ्टर रिटायरमेन्ट, केही समय आफ्नो लागि र समाजको लागि विशेष गरी चाहिँ झन्डै झन्डै मैले चाहिँ अब मेरो जीवन चाहिँ प्रायः जसो सोसियल वर्कमै बिताएको कारणले गर्दा मलाई त्यो गर्न इच्छा मनपर्छ। अनि अब परिवारहरू अब सबै सेटल भइसकेको छ, त्यस कारणले गर्दाखेरि अबको समय त्यही अलिकति स्पोर्ट्समा चाहिँ बेसी समय दिन्छ भने रिमेनिङ टाइम चाहिँ समाजलाई चाहिँ दिने मेरो विचार छ। अनि त्यही साथसाथमा चाहिँ अब परिवारलाई पनि धेरै समय दिन पाएको छैन मैले, अनि आफ्नो समय चाहिँ परिवारलाई पनि दिने, धेरै समय चाहिँ अब खेलकुद र समाजलाई दियो मैले। अबको समय चाहिँ अलिकति परिवारलाई पनि दिनुपर्छ जस्तो मलाई लाग्छ, किनभने पक्कै भन्ने हो भने परिवारलाई मैले धेरै कम दिएछु। जराने हो नि होइन, उहाँहरूको साथ सपोर्टले नै दाइले गरिराख्नु भएको छ होइन भाइ, एकदम ठिक हो। किनभने जुन जग्गामा आज म यहाँ छु नि त्यो चाहिँ त परिवार तपाईँको साथमा छैन भने नि यु क्यानट मेक इट। तपाईँले 40-45 वर्ष निरन्तर तपाईँ चाहिँ कुनै एउटा चिजमा लाग्नु भन्ने कुरा 40 वर्षसम्म हजुर त्यो परिवारको साथ छैन भने, परिवारको साथ छैन भने तपाईँले चाहिँ कहिल्यै अगाडि बढ्न सक्दैन। त्यसको साथसाथमा तपाईँहरू जस्तो एउटा अब भनौँ न के अरे यङ साथीभाइहरू उहाँहरूको साथ छ, अनि त्यसको साथसाथमा समाजको, सोसाइटीको, देशको सबैको साथ भएको कारणले गर्दा यो जग्गामा अहिले म जहाँ छु नि त्यो जग्गामा पुगेको कारण चाहिँ सबैको साथ छ भनौँ। मेरो लगभग प्रश्नहरू त सकिसकेको छ होइन, मैले सोध्नुपर्ने अथवा छुटेको अथवा दाइले केही भन्नु मन लागेको केही छ त्यस्तो? थ्याङ्क यू भाइ। अब सबै कुरा सायद अब यही विशेष गरी हाम्रो स्पोर्ट्स मेरो स्पोर्ट यात्राको विषयमै नै थियो, त्यसको साथसाथमा अलिकति फ्यामिली कुरा पनि भयो। जे होस् भाइलाई चाहिँ अब भेट्ने निकै मेरो नै इच्छा थियो, तर के भयो भने यही हो हङकङमा अलिक सबै व्यस्त छ। सबैलाई म के भन्न चाहन्छु भने सबै यो नयाँ वर्षको के अरे 2026 को सबैको स्वास्थ्य एकदमै राम्रो होस् होइन, उहाँको उन्नति होस् भन्न चाहन्छु। फिटनेसमा ध्यान दियोस् सबैले चाहिँ आफ्नो, किनभने भर्खरै मात्रै तपाईँलाई थाहा छ अब हाम्रो प्रशान्त तामाङ होइन बित्नुभयो। सायद हो त्यो मान्छेको एउटा जीवनमा त्यो आइपर्यो, तर पनि कति कुरा चाहिँ हामीले जोगाउन सकिन्छ, कतिपय कुराहरू हामीले कन्ट्रोल गर्न सकिन्छ। अहिले अलिकति अवेर चाहिँ हुनु पर्यो, आफ्नो स्वास्थ्यलाई चाहिँ प्राथमिकता दिनु पर्यो क्या सबैले है भन्दै भाइलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच, एकदम खुसी लाग्यो। धन्यवाद।